यो राजालाई चाहिँ नेपालको माया चाहिँ छ है। म के हजुर बालेन तपाईँले गल्ती गर्यो भने घन्टा पनि भनेन मुला पो मुला त राम्रो गर पढे लेखेको मेयरले चाहिँ बालेन जस्तोलाई कस्तो एक्सपेक्ट गरेको थियो मान्छेले। प्रधानमन्त्री ओलीले काठमाडौँ कब्जा गर्नुपर्छ भन्नुभयो क्या, राजावादीलाई धुलो पिठो पार्नुपर्छ भन्नुभयो। अब पारिहाल्छ नि धुलो पिरो, कसले पार्छ भनेको अब मैले बताउँछ कि। तपाईँले भन्नुहुन्छ राजाको पालामा संस्कार थियो भन्नुहुन्छ। थियो त्यो त 100% हो है, कि हामी रहिथी हो। सैनिक शासन चाहियो नेपालमा। चाहे अब माग्यो राजा चाहिन्छ कि छैन भने धर्मग्राफी छर्लङ हुन्छ नि के यो। भनेपछि अहिले काठमाडौँको नेवारहरूलाई राजा आओस् कि यो गणतन्त्र हार भइलो म छैन। ए राजालाई त राजा घेराबन्दी गर्यो भन्दाखेरि पक्का भोज खाइरहेछ जान खाउँ नेवार सिद्धियो भोज भने त्यो हो कि। फेरि सबैले गल्ती गरेको एक दिखा हुनुपर्छ भनिरहेको छ नि यो काङ्ग्रेस एमाले माओवादी मर्सी फोरम राजा मिलन। अब त के भन्नुपर्छ भने राप्रपा पनि मिलाउनु भन्नुपर्छ नि त। सबै भएको पार्टीहरू के धकिया सकिया के सिलिम पार्टी पनि अट्टी पार्टी छ। तपाईँ मिल भन्नुहुन्छ, तपाईँकै दाई प्रचण्ड दाईले राजा मिल्नै सक्दैन, राजा निरङ्कुश राजा फर्किनै सक्दैन भन्नुहुन्छ फेरि। अनि उहाँको त के भनेको थियो उहाँले सिङ्गापुर बनाइन्छ भने होइन बनायो नि त। सिङ्गापुर त पुर्चापुर भक्तपुर ललितपुर किर्तिपुर मकवानपुर सिंह जहाँ हो त्यो पुर मात्रै बाँकी छ यहाँ। अब यो ढाकालाई नै गीत गाउनु पर्ने भयो क्या। अब ओ बुढा रानी खड्की बिर्स्यो, रानी खड्की दिमागमा आएन, रानी बाबु भनेको जमात भने होइन। अहिलेसम्म माओवादी केही खाछ भात खाछ। तपाईँ चाहिँ 75 पुगेको मान्छेलाई कसले हार्न आउँछ तपाईँलाई? त्यसो खिस्किन लागिसकेछ। मेरो पालि त प्रधानमन्त्री कार्यालयबाट गाडी त हुइकाले निकालेर मुख छोड्नु भएन, त्यहाँ त भक्कु मुख छोडेको थिएँ मैले। त्यो होइन राजालाई चाहिँ योभन्दा अगाडिको जुलुसमा चाहिँ यति लाखको जरिवाना तिर्नु भनेर यो फोक्सेले राजालाई दिने। अब राजालाई साथ दिने रे बालेन शाहले। यो दैसिरो के कुरो गर्ने, राति एउटा कुरा हुन्छ दिनमा एउटा कुरा हुन्छ। बालेन शाहलाई त सबैले मन पराएको छ अहिले। खै मैले त मन पराएन। तपाईँलाई मन नपरेर भएर सबै नेपालीलाई मन परेको छ। रायन खड्कीलाई पनि मन पराउँछ नि 2 करोडले। तपाईँ पपुलर कि बालेन शाह पपुलर यतिखेर ल भन्नुहोस्? को बालेन शाह? मेयर बालेन शाह। कुन एङ्गलमा पपुलर भनेको तिमीले? पोलिटिकलमा? त्यो त एकदम चिता परेको हो त्यो। जे भयो नि बालेन शाह भन्दा राजेन्द्र खड्की पपुलर हो जनताको नजरमा। म जनताको भावना बोल्छु। मलाई यो पैसा कोहीसँग लिनु पनि छैन। यो देश राम्रो हो।